छ। मुख्य गरी अहिले प्रस्तावित जुन कुरा भइराखेको छ नेपाल सरकारको गृह मन्त्रालयबाट सङ्घ संस्थाहरू र विभिन्न खाले सामाजिक गतिविधिका सवालका पक्षमा जुन समाज कल्याणले गर्दै आइरहेको कुरालाई गृह मन्त्रालयले नियन्त्रण गर्ने उद्देश्य राखेर यो एउटा सिटिजन फ्रेन्डली अथवा अर्गनाइजेसन फ्रेन्डली काम नभएर अथवा सिभिल स्पेसको कुराहरू सबैलाई कुण्ठित गर्ने मनसायबाट चाहिँ अगाडि बढेर जुन यो चाहिँ कुरा अगाडि बढाइराखेको छ यसले गर्दा यो लोकतान्त्रिक रूपमा चाहिँ यो संस्थागत हुन सक्दैन कि भन्ने कुरा चाहिँ मुख्य कुरा हो। त्यो भएको एउटा संस्थागत गर्ने कुरा र नेपालको सामाजिक विकासको लागि समाजको कल्याणको लागि सङ्घ संस्थालाई नियमन गर्नको लागि नेपालको समाज कल्याण ऐन छँदैछ। ऐन अनुरूप नै बरु चाहिँ एउटा रिस्ट्रक्चरिङ गर्ने कुराकानी पुनः संशोधन गर्ने कुराहरू स्वाभाविक रूपमा चाहिँ यसलाई चाहिँ बरु स्वीकार गर्न सकिन्छ। बरु त्यो गरेर चाहिँ नेपालका सङ्घ संस्थाहरूलाई चाहिँ एउटा चाहिँ नियमन गर्न चाहिँ स्वाभाविक रूपमा सकिन्छ र नियन्त्रण गर्ने कुरा चाहिँ अलि लोकतन्त्रमा जायज हुन सक्दैन कि भन्ने कुरा हो। त्यो भएको हुनाले सबै कुराहरू समाज कल्याण परिषद अन्तर्गत महिला बालबालिका मन्त्रालयलाई बरु पुनः संरचना गर्ने, यसलाई चाहिँ अझ चाहिँ अलिकति बलियो बनाउने, कानुनहरू त्यही अनुसार नीति निर्माण गर्ने र कार्यान्वयन गर्ने रूपमा चाहिँ अगाडि बढ्नुपर्छ भन्ने कुरा मलाई लाग्छ। गैर सरकारी संस्था महासङ्घ समयमै गरिएको खबरदारी र प्रमुख दलका नेताहरूबाट प्राप्त एकीबद्धताले यो विषयलाई राष्ट्रिय बहसको केन्द्रमा ल्याएको छ। अब सबैको नजरमा सरकारले संसदमा त्यसको त्यो हो भनेर परराष्ट्रमा या गृहमा जाने चाहिँ गलत हो। यो समाज कल्याण मन्त्रालयकै थ्रुबाट यसलाई नियामक निकाय बनाएर गर्ने कामहरू गर्नु पर्यो, त्यो ठिक छ।